भनेकै वर्ल्ड लिंक प्रमुख आदरणीय मान बहादुर पन महेन्द्र सरलाई पनि आसन गर्नको लागि विनम्र अनुरोध गर्छु। विभिन्न सामुदायिक वन रातमाटे चौकी बिरान र बढी म यहाँ कार्यरत रहँदाखेरि मलाई कुनै राजनीतिक दलहरूले कुनै किसिमको दबाब दिनुभएको छैन। तपाईँ अगाडि बढ्नुहोस्, अहिलेको स्थानीय सरकारलाई सहयोग गर्नुहोस्। तर हाम्रो धर्म भनेको कर्मचारीको धर्म भनेको जुनसुकै राजनीतिक दलका सरकार भए पनि उहाँहरू आवधिक निर्वाचन आउने जाने हुन्छ। तर हामी कर्मचारीको धर्म भनेको हामीसँग काम गर्ने, हामीले काम गर्न पाउने जो स्थानीय सरकार हाम्रा चाहिँ जो अभिभावक हो, यो कार्यपालिका हो, त्यसलाई हामीले सफल गर्ने। यो हाम्रो सबै कर्मचारी यसरी नै लाग्नु भएको छ। हाम्रा शाखा प्रमुखजीहरू त्यही किसिमले लाग्नु भएको छ। सबै कर्मचारी साथीहरूलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु। क्षेत्रीय नेपाल देश झापा मण्डलीय हल्दीबारी गाविस वार्ड नम्बर 3 दलथल गाविस स्थानीय भुसडी नदी स्वस्ते नयन्द्रो वृदासर्वाः स्वस्ते विश्ववेदाः स्वस्ति नतारेजो अरिष्टनेमि ल सबैजना ताली बजाएर यहाँ रिबन काट्ने काम हुँदैछ। अध्यक्ष जीरो पछिबाट स्वस्ति नयन्द्रो वृद्धसर्वाः स्वस्ति नपोखा विश्ववेदाः स्वस्ति नतारेजो अरिष्टनेमि स्वस्ति नवृद्धसर्वाः ओम स्वस्ति ओम स्वस्ति ओम स्वस्ति ओम स्वस्ति ओम स्वस्ति फुल गाड्न भएको छ। गङ्गे छ यमुना। यो अत्यन्तै विकट रहेको ठाउँ, अत्यन्तै पछि परेको ठाउँ, पटक पटक धेरै वर्षदेखि यहाँका आम जनसमुदायहरूलाई एउटा ठुलो समस्याको रूपमा रहेको यो एउटा तल्लो भुसुडी खोलामा पुलको आवश्यकता थियो। सायद मलाई लाग्छ धेरै अग्रजहरूले यो पक्की पुलको सपना देख्दा देख्दै उहाँहरूको कतिको पनि देहासन भइसकेको छ। उहाँहरूले यो कार्य हेर्न नपाइकन कतिपय महानुभावहरू बित्नु पनि भएको छ। तर आज गाउँपालिकाले आफूले मेहनत गरेर एकदमै निम्नतम कम भन्दा कम दर रेटमा एउटा पक्की पुल निर्माण गरेको छ। म यसमा विशेष गरेर यो आयोजना तयार पार्नको लागि विशेष गरेर प्राविधिकको पनि हामीलाई त्यत्तिकै सहयोगको जरुरत परेको थियो। हामी गाउँपालिकाका प्राविधिक, त्यसै गरी प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि साथीहरूको पनि त्यत्तिकै ठुलो आवश्यकता छ। किनभने गाउँपालिकाको अध्यक्षले मात्रै एक्लै निर्णय गरेर हुँदैन, कार्यपालिकाले निर्णय गर्नुपर्छ, गाउँसभाले अनुमोदन गर्नुपर्छ। यो सबैको तालमेल मिलेको कारणले गर्दाखेरि आज हामी हल्दीबारी गाउँपालिकाले जुन प्रदेश सरकारले गर्ने, जुन सङ्घीय सरकारले गर्ने योजनाहरू पनि गाउँपालिकाले आफ्नो बजेटले आज कामहरू गरेको छ र सम्पन्न गरेको छ। अत्यन्तै खुसी लागेको छ। यो बधाईको पात्र हामी सबैजना हौँ, हामी सबैजना हौँ। तर अहिले पुलको कुरा निर्माण भयो, तर अरू पनि हामीले धेरै कुराहरू गर्नुपर्ने छ। हामी जनताका काम गर्ने हौँ, जनताका सेवा गर्ने हौँ। त्यसले गर्दाखेरि क्रमशः अहिले पुल बनाएको छ, अब बाटो पनि क्रमशः बन्छ भन्ने कुरा म यहाँ प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। यो गर्नै पर्छ, हामीले गर्छौँ। हामी तपाईँहरूले हतार नगर्नु होला। फेरि कति कस्तो भइरहेछ भने हल्दीबारीमा हामी जनप्रतिनिधिलाई अहिले अप्ठ्यारो भइरहेछ। हिजो बाटो भत्किँदा हामीलाई खाल्टाखुल्टी मात्रै पुर्याउ भन्दा हुन्थ्यो, तर अहिले उसको घर अगाडि पिच बनाएको छ, मेरो घर अगाडि किन पिच बनायो भन्दा हामीले त्यस्ता कुराहरूमा चाहिँ कोही कोही बेला आर्थिक क्षमता अनुसार तुरुन्तै गर्न नसकेको कारणले गर्दाखेरि हामीले त्यस्ता कुराहरू अहिले खेप्नु परिरहेको छ। हिजो पिच थिएन, हाम्रा गाउँघरमा पिच बाटोहरू थिएन। त्यो नहुँदाखेरि हामीलाई बाटो ग्रेभेलको मात्रै गरिदियो भने हुन्थ्यो भन्ने थियो। तर अहिले फल्ला ठाउँमा पिच बनाएको छ, ढिस्का ठाउँमा छ, तर मेरोमा किन छैन भनेर आम जनताले हामीलाई कुरा राखेका छन्। त्यो सही कुरा पनि हो।
तर हामीसँग जति गाउँपालिकाको आर्थिक क्षमताहरू छ त्यो क्षमता अनुसार हामी क्रमशः क्रमागत तरिकाले गर्दै जान्छौँ। हिजो केही थिएन, आज गर्दै आएका छौँ, भोलि पनि हामी निरन्तर रूपमा गर्नेछौँ भन्ने कुराहरू म यहाँ राख्न चाहन्छु। त्यसले गर्दाखेरि हामी निरन्तर रूपमा यो पुल सम्पन्न आज भएको छ। हामी 10-15 दिन पछाडि फेरि मतलब भुसुडीमा पनि यसै गरी उद्घाटन गर्छौँ। के अरे हामी त्यो उद्घाटन सम्पन्न गर्छौँ। त्यो पुल सम्पन्न भइसकेको छ। केही महिना अगाडि मात्रै हामीले भुसुडी के अरे भुतुनी खोला धनुषा स्कुलदेखि उतापट्टि सङ्घीय सरकारले प्राविधिक इस्टिमेट डिपिआर गरेर करिब 27.5 करोडको गरेको काम हामीले इमानदार साथ काम गर्दाखेरि हल्दीबारी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र आम नागरिकहरूको सबैको सहयोगले गर्दा 2 करोड 30 लाखमा हामीले काम सम्पन्न गरेर नेपालमा एउटा उदाहरणीय काम हामीले गरेर देखाएका छौँ। त्यसले गर्दा तपाईहरुको साथ र सहयोग रहिन्जेलसम्म हामी इमानदार साथ यो काम गर्नेछौँ भन्ने कुराहरू यहाँ राख्न चाहन्छु। र विकास निर्माणका कुराहरूमा हामीले झापा जिल्लाकै सबैभन्दा कम बजेट आउने पालिका हो, तथापि पनि हामीले जनतालाई दिने सुविधाका कुराहरूमा हामीले सकेसम्म हामीले जनतालाई दिने कुरामा कन्जुसाइ गरेका छैनौँ। हामीले 12 कक्षासम्म पढ्न फ्री पढ्ने कुरा होस् कि प्राविधिक शिक्षा बाली विज्ञान 12 सम्म फ्री पढ्ने कुरा होस् कि हामीले खानेपानी फ्रीमा दिने कुरा होस् कि हामीले 24 घण्टा चल्ने अस्पताल चलाउने कुरामा होस् कि आम गरिब नागरिकलाई निशुल्क स्वास्थ्य बीमा गरिदिने होस् कि हरेक कुरामा थोरै बजेट भए पनि थोरै आमदानी भए पनि हल्दीबारी गाउँपालिकाले यहाँका जनतालाई सकेसम्म सम्बोधन गर्ने कुरामा हामीले कन्जुसाइ गरेका छैनौँ। हामीले हरेक अघि प्रमुख प्रशासकीय अधिकारीले भनिसकेको छ, हामीले खाई नखाइकन हामीले जनताका सम्पत्ति हो, जनताले कर ट्याक्स तिरेको पैसा हो, त्यसको दुरुपयोग गर्नु हुँदैन भनेर हामीले हरेक कुराहरू कटौती गरेका छौँ। हामीले फजुल पैसाले पुर्याउनु पर्छ, मुखले पुर्याएर हुँदैन, भाषणले पुर्याएर हुँदैन, बोलीले पुर्याएर हुँदैन। त्यसकारणले गर्दाखेरि हामीले भएको बजेटलाई भएको पैसालाई दुरुपयोग गरेका छैनौँ, भ्रष्टाचार गर्न दिएका छैनौँ। हामी भ्रष्टाचार गर्ने मान्छेलाई हामी त्यतिकै पनि राख्दैनौँ। होला गर्दा गर्दै कुनै कुराहरू कमी कमजोरी छ भने त्यो कुरा हामी सुधार्छौँ, हामी सच्याउँछौँ। त्यसकारणले गर्दाखेरि आज हामी जे जति गरेका छौँ, जसरी गरेका छौँ, सकेसम्म हामीले हाम्रो स्रोत साधन जे जति छ त्यसलाई प्रयोग गरेर अधिकतम जनतालाई सुविधा दिने सिलसिला र सन्दर्भमा आज यो पुल पनि हामीले बनाउन सकेका छौँ। सम्पूर्ण आदरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, जनप्रतिनिधि साथीहरू, पत्रकार साथीहरू र सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दै यो आजको उद्घाटन कार्यक्रम पनि यी सकिएको जानकारी गराउँछु। धन्यवाद।